बागमती प्रदेशको अर्थ मन्त्रालयमा व्यापक भद्रगोल मचिएको खबर छ। मन्त्रालयका सचिवमाथि अनियमितता र पदीय दुरुपयोगको गम्भीर आरोप लागेको छ। यस घटनाले प्रदेशको आर्थिक प्रशासनमाथि प्रश्न खडा गरेको छ। सम्बन्धित निकायले यस विषयमा छानबिन सुरु गरिसकेको छ। अब अर्को खबरतर्फ लागौं। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 4 पासीकोटमा एक दर्दनाक घटना भएको छ। त्यहाँ एक महिला र उहाँका 2 छोरी मृत अवस्थामा फेला परेका छन्। घटनास्थलमा 20 का 3 बट्टा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्यापछि आत्महत्याको आशंका गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यसैबीच नेपाल भारत सम्बन्ध सुधारका विषयमा पूर्व भारतीय विदेश सचिव श्याम शरणले महत्त्वपूर्ण टिप्पणी गर्नुभएको छ। अनलाइन खबरसँगको विशेष कुराकानीमा उहाँले नेपालले भारतले सधैँ षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोच त्याग्नुपर्ने बताउनुभयो। उहाँको भनाइ छ, यो सोचबाट जति छिटो मुक्त भइयो 2 देशको सम्बन्धका लागि त्यति नै राम्रो हुन्छ। 2 दशकभन्दा बढी समयदेखि नेपाल भारत कूटनीतिमा अनुभव बटुलेका शरणले पुराना शङ्काहरू हटाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। यसैगरी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेको नाममा पर्सामा अर्को मुद्दा दर्ता भएको छ। पर्सा जिल्ला अदालतमा रवि लामिछाने सहित 29 जना विरुद्ध सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर गरिएको हो। प्रहरी अनुसन्धानपछि सरकारी वकिलको कार्यालय हुँदै अदालत पुगेको यो मुद्दा पर्सामा रवि लामिछानेसँग जोडिएको 4थो सहकारी ठगी मुद्दा हो र सोही सानो पाइला बचत सहकारी ठगी प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ। प्रतिवेदनमा रवि लामिछाने सहितका व्यक्तिहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। यस प्रकरणमा पूर्व गृहमन्त्री लामिछानेसँग 5 करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ। अहिलेको लागि अपडेटेड नेपालीको प्रस्तुति यही समाप्त हुन्छ। तपाईहरूलाई समाचारहरू कस्तो लाग्यो? कृपया आफ्नो सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यदि तपाईँ हामीलाई